हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी चितवनतिर जाँदैछौँ। अहिले चाहिँ यस्तो घाम भइरहेछ। बस पार्कमा छौँ अहिले चाहिँ, देख्न सक्नुहुन्छ। अनि यता हजुरआमा हुनुहुन्छ को बारेर। आजको यात्रा चाहिँ हाम्रो चितवनसम्म हुनेछ है। अनि अहिले चाहिँ ठ्याक्क 5 बजिसकेको छ। अनि 5:10 भइसक्यो। अनि त्यही हो, हेरौँ कति बजे हिँड्छ बस, अनि त्यसपछि चाहिँ कति बजे पुगिन्छ, कस्तो कस्तो हुन्छ है। फर्स्ट टाइम जाँदैछु चितवन। अहिले चाहिँ हामी बबाई आइसक्यौँ है, रात परिसक्यो। यस्तो छ पाल हाम्रो। यता आयो केही पनि चल्दैन है। यहाँ चाहिँ यही पङ्खा मात्रै चल्ने, न टिभी चल्छ न डेक चल्छ। यो के अरे एसीवाला गाडी अरे, एसीमा यो एसी नै छैन, एसी नै चल्दैन, केही पनि चल्दैन जस्तो लागिसक्यो है। पैसा तिर्नु मात्रै भइसक्यो होला। एकदम गाह्रो छ। भर्खर बजार आइसक्यो, लगभग 7 बजिसक्यो, 8 बज्नु लाग्यो होला सायद। फाइनली हामी चाहिँ आइसक्यौँ कोलपुर। यस्तो छ अहिले चाहिँ है, बाहिर चाहिँ यस्तो छ। ऊ परेर ब्याक। अहिले चाहिँ कोलपुर आइसक्यौँ। ल फाइनली कोलपुर बल्ल बल्ल आइयो। कोलपुरको काँक्रा, कोलपुरको काँक्रा है त। ल अहिले चाहिँ खाना खाने ठाउँमा आइसक्यौँ है हामी। क्यामेराहरू कस्तो आइरहेछ खै। अहिले चाहिँ अलिक राम्रो आयो जस्तो छ। अहिले चाहिँ खाना खाने ठाउँमा आएको। मैले चाहिँ एक्सपिरियन्स किनिसकेँ है। ल फुल हँदो रहेछ यता चाहिँ। हामी चाहिँ बसमा आएको है, टक्क पारेर। यसो खानासाना खाएर चाहिँ अब यहाँबाट निस्किने हो। त्यही हो गाइस, एकदम टाउको दुखिरहेको छ। ल अहिले चाहिँ हामी यो चितवन आइसक्यौँ है। चितवनको माहौल चाहिँ यस्तो छ। पानी पर्न जस्तो देखिरहेछ। तर अहिले त अब यहाँबाट चाहिँ अटो चढेर जान्छौँ है हामी। बाटोमा अलपत्र भएर एकदम गाह्रो भइरहेको थियो। अहिले चाहिँ फाइनल्ली आइसक्यौँ चितवनमा। हराएर एकदम गाह्रो भइरहेको छ हाम्रो। अब यो अटोमा गइन्छ है त। ल सो अहिले चाहिँ चितवनको नाइट भ्यू चाहिँ यस्तो रहेको छ। यो चाहिँ अगाडिको हस्पिटल हो है। यता खासै बजारतिर होइन, त्यसैले खासै राम्रो त छैन। म चाहिँ यसो खुट्टा तन्काउन आएको खानासाना खाएर। त्यही हो। ल सक्नुहुन्छ अगाडि खासै राम्रो छैन यो। अब बजार साइडतिर होइन नि त, त्यसै कारणले अलिक उज्यालो छैन यतातिर। अनि आजसम्म चाहिँ काम भएन है। हामी चाहिँ अस्ति आएको, अनि हिजो आइपुग्यौँ। अनि हिजो नि काम भएन, आज नि भएन। सो भोलिबाट चाहिँ काम हुने कुरो छ। के हुन्छ खै। भोलि बिहान 3 बजेतिर टिकट बिहान के भन्छ टोकन लिन जानु छ। त्यसपछि चाहिँ हाम्रो अरू काम हुन्छ हस्पिटलमा। अहिले चाहिँ पिङ खेल्दैछौँ हामी। खाना खाएर हामी पिङ खेल्न लाग्यो आमा र म। ठ्याक्कै होटेल अगाडि फेरि पिङ खेल्दैछौँ। धेरै खाना खाएर निस्तै हुने रहेछ। के गर्नु, अब बेलुकाबाट खाना नखानु पऱ्यो। पेट घटाउनलाई पिङ खेल्नु पऱ्यो आमाले पनि। मलाई आज छोडेर मलाई आज फेरि खसीको मासु भएर अलिक झ्याउला आएर भन्नु। अलिक झ्याउला आयो खसीको मासु। बिरामी भएर आज त म नखाएको। आज खाइहाल्यो नखाने भनेको यसो मासु खाम भनेको आज। मलाई फेरि खसीको मासु मिठो हुँदैन नि त। ठ्याक्कै खसीको मासु रहेछ। अब मगाइसकेपछि फेरि फिर्ता गर्न नमिल्ने। त खाइ आमा भन्छु गजु नातिले।
मिठो नभए पनि खाइयो आमाले फेरि नखाने कहिले पनि आमाले नै खानुभयो आज ढुलमुलले तर बनाएको पेट उसी होइन है मेरो भोक यस्तो मैले त ठुलो भयो पेट बेलुका हिजो नि यस्तै भएको थियो आज नि यस्तै बेलुकाबाट यसो नखाने बिहान मात्रै खाने बेलुका चाहिँ यसो कचाङ कुचुङ खानु पर्ला यस्तै यस्तै त्यही पानी परिरहेको छ यहाँ त हो न यता त्यता बहुत पानी पर्ने रहेछ भाइ पानी पऱ्यो भने अलिक शीतल हुने नत्र चाहिँ बहुत घाम हुन्छ यता यहाँनिर सेम सुर्खेत जस्तो रहेछ पानी चाहिँ फेरि परिराख्ने उता जस्तो एकैचोटि खतरा पर्ने चाहिँ हुँदो रहेछ पानी चाहिँ पर्ने अन्त ठिक्कको 65 जना यहाँ चाहिँ टोटल 65 जना आएर बस्ने यो होटलमा